मलाई त आमाको माया धेरै लाग्यो लाउन आमा राख्नु पर्दैन होइन होइन राख्नु तपाईँ माथि जोड्नु जानुपर्ने भनेको जानु पनि भ्याएको छैन तपाईँले सधैँ बेच्नुहुन्छ सधैँ बेच्नुहुन्छ सधैँ बेच्ने होइन त आसिन सरेर आयो अलिअलि कहिले कहिले बेच्छ हजुर ऊ त हाम्रो ऊ चाहिँ ए त्यहाँ त्यो कौली तपाईँहरूले रोप्नु भयो ए कौली छ मकै सर्छ कौली सर्छ सिमी रोप्छ के गर्ने कति भयो अरे आमा अब हिसाब गर्नु न आफूले हिसाब गर्नु तोरीको साग अनि धनिया अनि के अरे ऊ त्यो यो इस्कुसको मुन्टा अनि काफल पनि छ काफल पनि छ हातमा कति भयो काफल 100 रुपियाँ धेरै नलिने मेरो बाबुलाई होइन जति लाग्छ त्यति भन्नु 200 दिनु हुन्छ कति 200 दिनु हुन्छ 200 हो त्यो सही हो त्यो चाहिँ अहिले घरमा लगेर खानुपर्छ शिशु पनि छ बाबु शिशु पनि कसैले लान्छ कि भन्ने शिशु पनि टिपेर ल्याएको म एक्लै बस्छु अब मलाई फेरि धेरै हुन्छ कि बिग्रिन्छ है आउनुहुन्छ नि धेरै पैसा आउँछ लाउनु तपाईँले 200 भन्नुभएको थियो यहाँ 400 छ बढी मलाई होइन राख्नु होइन होइन राख्नु राख्नु आमाले बिचरा बिचरा आमालाई ए हुन्छ हुन्छ घरतै तलको हो भन्नुभयो होइन के हो बाबु उसलाई टच उनीहरूको ठुलो घर चाहिँ आफ्नो मेरो दाजुभाइ छैन ए आमा एक्लै बस्नुहुन्छ बुढा एउटा ए बुहारी एउटा छ छोरा एउटा छ छोरा एउटा काठमाडौँ र बुहारी एउटा छ घरमा कोही पनि छैन छोराहरू सबै विवाह भइसक्यो छोरा पनि विवाह भइसक्यो खानी छोरी पनि अहिले मात्रै निकाल लाग्रे काठमाडौँबाट अनि भर्खर निकालेर अनि 5 बजे निकालेर अनि छोरीहरू सबै त्यहाँ छ जुवाहरू ल आमा पछि म फेरि आउँदै गर्छु है धेरै घर जाने बाटो यही हो म अहिले घरबाट आएको गर्दै खाने बाबु मेरो घर निजगढमा निजगढ 12 जिल्ला तराईमा तराई तराईतिर त के हुन्छ है भाइ त्यहाँ त जे पनि हुन्छ अस्ति नि के भन्यो भने एकजना रे लिची 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 चढ्नै छ आमा ए त्यतातिर लिची र आँप टन्नै पाउँछ अनि आँप पनि ल्याउँछु लिची पनि ल्याउँछु त्यो मान्छे आउँदै आएर म सम्झिएर बसिरहेको छु झोला भरि नै ल्याउँछ आमा आमा यही मिठो ल हात चाहिँ राम्रोसँग गर्ने हेर्नु त तपाईँको हात यस्तो भएको है यो माटोहरू बाबु के गर्ने होइन यो राम्रोसँग सफा गर्नुपर्छ नत्र यस्तो भयो भने आफूलाई गाह्रो हुन्छ क्या यहाँ पनि चोर भएछ यो 2 ठाउँमा के अरे भाँजो छ नबान्ने भनेको त होइन बान्नु त्यो डक्टरले भनेको गर्नुपर्छ क्या भोलि तपाईँको यो अलिक दिन तपाईँ खपेर बस्नुभयो भने हात चल्छ चिलाउँछ अरे यसले त्यो भित्रभित्र चिलाउँछ भन्थ्यो अस्ति त यसरी चिलाएको थियो अहिले चिलाउँदैन यो खुकुलो भइसक्यो अब निकाल्ने बेला पनि होला निकाल्छ होला त्यही हो उही जानु पर्ला कि तपाईँ उहाँ उ त्यो डाँडा माथिबाट लड्नु भयो उयो बारीमा त्यो घाँस काट्नु गएको थियो ए उहाँ माथिबाट चढेको थियो 2-3 ढाको मात्रै चढ्नु पायो फेसरेकको मात्रै खल्यो जानु पर्दैन भन्दा त्यो बिहान हजुर अनि म चाहिँ गाउँतिर गयो अनि त्यहाँबाट चाहिँ फेरि मेरो त्यो माथिको त्यो दाइले पो अनि त्यहाँबाट तपाईँको बुढी अनि त्यहाँबाट ग्रुपबाट खसेर अनि त्यहाँबाट 4 बोल्ने भने भएको छ भनेर अनि मलाई कहाँको 4 बाल्टिङ 5 बाल्टिङ तिमीले के थाहा ऊ जब त्यत्रो कालोबाट फुस्रो यति जाब झरेको त हो नि धेरै परेको पनि छैन कि कालो पनि अर्को हो र ऊ त्यो कालो त भन्ने जाब आउँदाखेरि त हो रहेछ अनि त्यहाँबाट फेरि यति खा टिपेर ल्यायो काटी चापेर अनि छोरीले अनि ब्याग ल्याएर अनि त्यहाँबाट अनि छोरीले फेरि ब्यागमा लिएर छोरी सब गाउँ भन्ने छ
आमा एक तपाईँहरू दुईजना मात्रै बस्नुहुन्छ बुहारी छ अनि नातिहरू छ ए, खाना ओर्न चाहिँ खाना हामी एकै ठाउँमा एकै ठाउँमा खान्छ ल मलाई त आमाको माया धेरै लाग्यो ल न अब राख्नु पर्दैन है होइन होइन राख्नु तपाईँलाई हुन्छ राख्नु राख्नु अनि यो अब घरमै लगेर पकाएर खानु अब है हस् अब नबेच्नु अब यो पकाएर खानु अब ल आफ्नै बारीको बाबु म बेचेर केही खाउनु पर्ला भनेर सबै लगाइरहेको हुन्छ अब त्यो पैसाहरू राख्नु अनि दबाई सबै खानु खानेकुरा खानु ल त्यो सागहरू राख्नु अब नबेच्नु अब चिसो भयो है ल अब म जान्छु अब रात पर्नु ल म काठमाडौँ पुग्नुपर्छ 2 घन्टामा त पुग्दो रहेछ है अब 2 घन्टा पनि लाग्दैन 1.5 घन्टा लाग्छ त्यो अब यो डाँडा कटेपछि ओह्रालो हो त्यसपछि पुगिहाल्छ हजुर के कुरो साइकलबाट जानुहुन्छ बाबु हजुर यतै फाखेलबाट माथिबाट देखिन गाडी चिज है दक्षिण कालीबाट होइन यता माथिबाट यता यता फर्पिङ निस्किन्छ यहाँबाट फर्बिन उता तलबाट भए सिस्नुरबाट जान्थ्यो टाढा छ नि सिस्नुरबाट टाढो ल आमा ल गयो बाबु जय बाबु